प्रदेश प्रहरी सहितका विषयहरूलाई समेत यसमा समावेश गरेर प्रहरीको समायोजनलाई पनि सरल गर्ने उद्देश्यका साथ यो आएको छ। मैले अघि पनि निवेदन गरिसके 2000 झन्डै 70 तिर 12 वर्ष पहिला सर्वोच्च अदालतले पनि यो प्रहरीको ऐन नै बनाउनुस्, यो नियमावलीमा मात्रै हमेशा संशोधन परिवर्तन गरेर प्रहरी जस्तो संगठनलाई सञ्चालन परिचालन गर्ने कुरा उचित हुन्न भनेर भनेको पनि एक दशक भन्दा संविधान प्रचलित कानुन तथा मानवाधिकार प्रति प्रतिबद्ध व्यावसायिक जवाबदेही र प्रभावकारी बनाउँदै अपराध रोकथाम तथा नियन्त्रण गरी शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्न र अपराधको अनुसन्धान गर्ने सम्बन्धमा आवश्यक व्यवस्था प्रस्तुत विधेयकमा गरिएको छ। त्यसैगरी प्रहरी संगठनका सम्बन्धमा अन्य मुलुकले अपनाएका असल अभ्यास तथा प्रदेश प्रहरी समेतका विषयहरू यसमा समावेश गरिएको छ। हामीले प्रहरीको समायोजन गर्ने पनि भनेका छौं, तर प्रहरीको समायोजनका बारेमा अरु दुईवटा कानुनहरू त बनायौं, तर प्रहरीको जुन मूल कानुन प्रहरी ऐन 2012 हो त्यसमा हामीले प्रदेश प्रहरी संगठनका बारेमा पनि उल्लेख गरिएको अवस्था छैन। त्यसकारण यसले संविधानको भावना अनुकूल प्रदेश प्रहरी सहितका विषयहरूलाई समेत यसमा समावेश गरेर प्रहरीको समायोजनलाई पनि सरल गर्ने उद्देश्यका साथ यो आएको छ। मैले अघि पनि निवेदन गरिसके 2000 झन्डै 70 तिर 12 वर्ष पहिला सर्वोच्च अदालतले पनि यो प्रहरीको ऐन नै बनाउनुस्, यो नियमावलीमा मात्रै हमेशा संशोधन परिवर्तन गरेर प्रहरी जस्तो संगठनलाई सञ्चालन परिचालन गर्ने कुरा उचित हुन्न भनेर भनेको पनि एक दशक भन्दा बढी भइसक्यो।